हेलो फ्रेन्ड, यहाँ मार्केटमा आएको होइन रोटीको के अरे परोठा 5वटा रहेछ 4 रुपियाँ 99 एडी 4.99 एडी होइन रुपियाँ भनेको मैले। दुबईमा त यही हो साथीहरू। जुसहरू चाहिँ जिएको पनि होइन मार्केटभित्र जिएको पनि पाइन्छ। यसको चाहिँ जम्मा 10-50 इडी हो। यता सानोतिनोहरू त धेरै छ होइन। अब यता यहाँ हेर्नु हाम्रो नेपालमा पाउने बम तर यो चाहिँ महँगो छ यार। यहाँ 6 एडी हो। रेड बुल खोइ नेपालमा यसको कति हो सर, मलाई त त्यति थाहा छैन होइन, बिर्सेछु। तर यहाँ त महँगो छ यार 10 एडी। मार्केट त ठुलो, अब यहाँको जस्तो त ठुलो त होइन यो, त्योभन्दा पनि ठुलो हुन्छ। यहाँ माछा हेर्नु, हामीले खाने माछा रोगो माछा, यसको चाहिँ धेरै होइन 10.99 हो। अब यतातिर लागौँ। तुम बोलो तुम्हारा बनाना ऐसे किधर लग जाएगा 5 रुपियाँ मनाम 6 एडी केजी हो 1 केजी। एप्पल हेर्नु, एप्पल चाहिँ बरु यहाँ मलाई ठिक लागेको, न त आजको चाहिँ म 4 रुपियाँ। तर यो अलि एप्पलको यहाँ पुरै स्टोर छ। माथिको चाहिँ 11 एडी हो। सब फ्याकल्टीको छ, तपाईँले जुन मनपर्छ, जुन मिठो लाग्छ त्यो चाहिँ लिनु होइन। यहाँ यो भेजिटेबल एरिया हो क्या, फलफ्रुटहरू पनि पाउँछ होइन, अनि के अरे सब्जीहरू पनि पाउँछ। यो चाहिँ हाम्रो माछा स्टोर। तर यहाँ यस्तो हो क्या, तपाईँहरू भन्नु कुन सामानको प्राइस सोध्नु छ भने भन्नु, कुन सामानहरू हेर्नु चाहनुहुन्छ तपाईँहरू कमेन्टमा कमेन्ट गर्नु होइन। म पछि त्यही सामानहरूको भिडियो बनाइदिन्छु। हाम्रो यतातिर आयो कब्रतिर। ल अहिलेको लागि साथीहरू यति हो। अर्को भिडियोमा चाहिँ भेट होला।